अहिलेको पुस्ता मलाई लाग्छ हामी यो मञ्चमा अहिले 3 पुस्ता छौँ। दाइ 60 माथिको, म 40 माथिको, बहिनीहरू 20 माथिको त होलान् होइन? हो कि होइन हजुर? 3 पुस्ता हामी छौँ। र बहिनीलाई मेरो सवाल के हुन्छ भने देउडामा अब एउटा दोहोरीका कुरा भइहाले। दाइले देउडाको बारेमा पनि भनिहाल्नुभयो, दिदीले ठाडीको भाकामा पनि ठाडी भाकाको बारेमा पनि कुरा गर्नुभयो। र यो देउडा गाइरहँदाखेरि र अहिले यति लोकप्रिय भइरहँदाखेरि के अनुभव भएको छ देउडाको बारेमा? सर्वप्रथम त हाम्रो यस पहलमान सिंह स्वर साहित्य विशेष टिकापुर महोत्सव यो सम्पूर्ण आयोजक टिमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो अध्यक्ष दाई महेश विक्रम दाईलाई पनि एकदम हृदयदेखि म धन्यवाद दिन चाहन्छु। मलाई यो टिकापुरको यति राम्रो ठाउँमा चाहिँ यो पटक मेरो पहिलो पटक नै भनौँ, पहिला एकचोटि आएको थिएँ तर त्यो आफ्नै तरिकाले आइएको थियो र यो सेकेन्ड टाइम, तर मेरो लागि पहिलो जस्तै भइरहेछ। यति धेरै मासमा चाहिँ म यसरी बोल्न पाइरहेको छु, उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो स्टेजमा देखिरहेछौँ 3 पुस्ता भनौँ न, यो देउडाको सिङ्गो इतिहास हामीसँग छ। हामी त सिक्ने व्यक्ति हो। अहिले भर्खर यो तेस्रो पुस्ताको दाइले चाहिँ वर्णनै गरिदिनु भयो। हामीलाई धेरै देउडाको विषयमा यो हो त्यो हो भन्ने एक्ज्याक्ट परिभाषा पनि त्यति थाहा छैन। उहाँहरूबाट अनुसरण गर्दै, उहाँहरूबाट सिक्दै देउडा भनेको यो रहेछ, ठाडी भनेको यो रहेछ, यसरी गाइदो रहेछ। हामीले चाहिँ यो लोक संस्कृतिलाई उहाँहरूले जसरी चाहिँ संरक्षण गरेर यहाँसम्म पुर्याउनु भएको छ, त्यसै गरी चाहिँ हामीले पनि यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्दै उहाँहरूबाट नै सिकेर आज जति पनि गीत गाइए उहाँहरूकै देन हो भनौँ न। यसमा सबै दर्शक श्रोताले पनि साथ दिनुभएको छ। अब मेरो बुझाइमा चाहिँ देउडा भन्नाले यो सुदूर तथा मध्यपश्चिम, सुदूरपश्चिमको एकलौटी देउडा मात्र होइन, यो मध्यपश्चिमका पनि विभिन्न जिल्लाहरू जस्तै हुम्ला, जुम्ला, कालीकोट, मुगु अनि त्यसै गरी जाजरकोट, डोल्पासम्म चाहिँ हामी देउडा गीतहरू सुन्न सक्छौँ। अब भन्न त सबैले आफ्नो ठाउँबाट चाहिँ देउडाको उत्पत्ति भएको हो, हामीले गरेको हो देउडा उत्पत्ति भन्नुहुन्छ होला, तर चाहिँ यो आफ्नै किसिमको छ यसको विशेषता। र देउडा भन्नाले देउडा र डेउडा, मैले पनि अलि यस्तै सबैका कुरा सुन्दै देउडा र डेउडा के रहेछ, कोही देउडा भनेर पनि सम्बोधन गर्नुहुन्छ भने कसैले डेउडा भन्नुहुन्छ। देउडा भन्नाले चाहिँ परापूर्व कालमा देवी देवताको गान बथानबाट चाहिँ उत्पत्ति भएको शब्द। हामीसँग आफ्नै संस्कृति छ, आफ्नै रीतिरिवाज छन्, हाम्रा विभिन्न पर्वहरू छन्। ती पर्वहरूमा चाहिँ आफैले घरभित्रैदेखि भनौँ न, गाउँका व्यक्तिहरू, घरभित्रका व्यक्तिहरू मिलेर तिनै संस्कृतिभित्र रहेका कुराहरूलाई आफ्नो भाषामा गाएर बनाइएका भाषाहरू नै देउडा हुन्। त्यो देवी देवताको गान बथानबाट सुरु भयो। यो चाहिँ परिमार्जित हुँदै गर्दाखेरि 1.5 पाइलामा 1.5 अक्षरको गीत। डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साफिया, मलाई पनि उडाइ लैजा यो चुलीका डाफिया, लागे कि जुन होइजाऊ पूर्णिमा कि रात होइजाऊ, नदुख्ने मन होइजाऊ, 7 दिनिया कर्म होइजाऊ। यस्ता शब्दहरू आफ्नै भाषामा रचेर बनाइने गीतहरू चाहिँ देउडा पनि हुन्। अब हामी यिनलाई चाहिँ जसरी पनि बुझ्न सक्छौँ भनौँ, केही बुझेन भने हामीसँग अग्रज हुनुहुन्छ, त्यसको लागि चाहिँ म माफी पनि चाहन्छु, किनकि मलाई धेरै कुराहरू पनि थाहा छैन, त्यो मेरो बुझाइ मात्र हो। र अहिलेसम्म आउँदाखेरि चाहिँ मैले पनि लगभग 1000 भन्दा बढी, मैले 1200 जति चाहिँ देउडा गीत गाएँ होला। त्यो मध्ये चाहिँ कतिपय देउडा गीतहरू गाएँ, कतिपय ठाडी भाका गाएँ। अनि ठाडी भाकाको पनि दिदीले चाहिँ वर्णन गर्दै गर्दा पहिलाको चाहिँ पुरानो जमानामा धेरै पहिलेका हाम्रा आमा हजुरआमाहरूले एक्लै वनपाखामा गुन्जिने गीत, दुःख पीडा खुसी भए पनि गीतबाट, दुःख भए पनि गीतबाट, डाँडा पाखामा घन्किने गीतहरू उहाँले ओल्लो डाँडाबाट पल्लो डाँडा हे गर्दै गाउनुहुन्थ्यो होइन। खासमा हाम्रो चाहिँ स्वर नै अलि तानेर गाउने गीत ठाडी भाका हो। र पछिल्लो समयमा हामीले त्यसलाई अब बिगाड्यौँ भनौँ कि दिदी, अलिकति अब यसलाई चाहिँ अलि अझै रूपान्तरण गर्दै कि टाढा माससम्म पुर्याउनु पर्छ भन्ने पनि हामीलाई लागेर केही बुझ्ने खालका तरिकाले पनि हामीले यी गीतहरूलाई प्रस्तुत गऱ्यौँ। हामी टिपिकल जमानामा छैनौँ, टिपिकल शब्द हामीलाई अझै थाहा छैन। अब युग परिवर्तन हुँदै गर्दा, मान्छेहरू परिवर्तन हुँदै गर्दा, नयाँ पुस्ता उम्रिँदै गर्दा हामी पनि केही हदसम्म परिवर्तन भयौँ र देउडालाई पनि हामीले डोइट बनाइदियौँ।
केटा र केटीले गाउने बनाइदियौँ। मलाई लाग्छ अब अरूले चाहिँ यो ठाडी भाकामा पनि दुईवटा गाउनु भयो कि भएन केटा र केटी। मैले ठाडी भाका पनि केटा र केटीबाट सुरु गरेँ। लाग्या कि जुन होइजाऊ पूर्णिमा की रात होइजाऊ नदुख्ने मन होइजाऊ सात दिने करम होइजाऊ मेरो पहिलो ठाडी हो। यो चाहिँ शेर विष्ट र मैले डुएटमा गाएको। यसरी चाहिँ ठाडी भाका पनि अहिले हामी केटा र केटी भएर गाइरहेको छौँ र थुप्रै गीतहरू गाइयो। यसरी गाउँदै गर्दाखेरि चाहिँ आज यो स्थानसम्म छु। अब मेरा अनुभवहरू यिनै हुँदै हस्। थ्याङ्क यू। धन्यवाद बहिनी। अब त्यसै गरी यही टिकापुरकी चेली अहिलेकी चर्चित गायिका लक्ष्मीजीलाई पनि यसकै बारेमा देउडाका बारेमा सुदूरपश्चिमको देउडाका बारेमा एउटा सानो गीतसहित केही कुरा राखिदिनुहोस्। फेरि दाइसँग अरू सवाल जवाब म गर्नेछु। धन्यवाद आदरणीय दाजु महेश साउजी र यो पहलमान सिंह स्वार साहित्य विशेष टिकापुर साहित्य महोत्सवको लागि यो स्टेजको लागि विशेष गरेर चाहिँ हाम्रो महेश आदरणीय दिग्गज व्यक्ति हुनुहुन्छ महेश दाजु, विशेष गरी धन्यवाद दिन चाहन्छु यो स्टेजको लागि। र यति धेरै दिग्गज व्यक्तिहरू र देउडाका हाम्रो रेखाजीले भने जस्तै हाम्रो देउडाका आधा इतिहासभन्दा बढी